मैले अस्मिताको भ्लग गरेको। नमस्ते सबैजनालाई। नमस्ते। हामी चाहिँ आज आएछौँ कोसिया फर्स्ट टाइम हो र सेन्ट चर्च। तपाईहरुलाई पनि देखाउँछु है कस्तो छ, हेर्दै गर्नु होला। हाम्रो भ्लग चाहिँ अन्तिमसम्म हेर्नु होला। बाइ बाइ, हेर्दै गर्नुहोस्। So guys, we are in the way. कस्तो भइरहेछ सङ्गीता? एकदम रमाइलो भइरहेछ। हामी बाटोमा छौँ। अब पुग्नुको लागि अझै 15-20 मिनट लाग्छ होला। हेर्दै गर्नु होला। हाम्रो चाहिँ गन्तव्य पुगेपछि तपाईलाई देखाउने छु। Flaming in the road. So guys, हामीले चाहिँ यहाँ बाटोमा यस्तो राम्रो ठाउँ भेट्यौँ होइन। ओके, लेट्स गो गोरी। यस, कस्तो हेर्नु न, चित्त बुझाइहाल्यो। सो अब चाहिँ हामी लगभग 10 मिनटमा चाहिँ पुग्छौँ होला त्यहाँनिर होइन। म यसरी भुल्यो भने मैले भिडियोमा त्यहाँ ल हस् दिजु, वी आर इन आवर लोकेसन। वाउ गाइस, कस्तो भइरहेछ? केटी हो अघि त न्याउरो भइरहेको थियो अनुहार। अनुहार देखाउ त कस्तो भइरहेछ यता हेरौँ। दिजु कस्तो लागिरहेछ? कस्तो राम्रो यहाँ देखेर चाहिँ वाउ 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 भन्दैछ हामीले। वी आर इन द लोकेसन। चलो केटी लोक। कस्तो राम्रो देखिरहेछ सिन? कस्तो लागिरहेछ तिमीलाई? एकदम राम्रो लागिरहेछ। ठाउँ देख्नु भयो। हामीले तपाईलाई भन्दै थियौँ नि हाम्रो आइसक्यो, डेस्टिनेसन चाहिँ आइसक्यो। हाम्रो लोकेसनमा हामी आइपुगिसक्यौँ होइन। यो चाहिँ सब चर्च हो। यो चाहिँ रसियनहरुको चर्च हो र एकदम राम्रो रहेछ। तपाईहरु पनि हेर्न सक्नुहुन्छ। दिदी कस्तो लागेको ठाउँ? कस्तो राम्रो, कस्तो राम्रो नि। ओ दिदी र सङ्गीताको त सुरु भइसकेछ यहाँनिर। कति राम्रो हो कि। यो हाम्रो आजको घुम्ने ठाउँ चाहिँ यस्तो रहेछ होइन सङ्गीता? कस्तो कस्तो रिएक्सन भन न। म त देख्ने बित्तिकै सोचेको भन्दा पनि राम्रो रहेछ। तपाईहरु पनि आउनु होला, यहाँनिर घुम्नु होला। रसियन चर्च आउने बाटोहरू पनि त्यस्तै राम्रो रहेछ होइन। अनि आइसकेर एकदम राम्रो। यो चाहिँ चर्च हो, पुरै यहाँनिर चर्च हो। आजको वेदर चाहिँ एकदम राम्रो रहेछ। वेदरले पनि साथ दिएको है, गर्मी पनि होइन जाडो पनि होइन। यो झोला राखेर ल ल ल हस्। अब हामी चाहिँ यहाँ हेरिसक्यौँ। अब अर्को पार्टी हेर्ने यहीँनिर छ, अर्को ब्लू पनि होइन। दिदी लाग्नु भयो ब्लूतिर। यहाँ ओ टाढा ब्लू यहाँ कहाँ छ होला? टाढा 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 यस्तो रहेछ होइन। वाउ 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 होला। यहाँ सानो घर छ। उयोको कपी चाहिँ यहाँनिर पनि सानो पनि बनाएको रहेछ उयोको होइन। यहाँ हामी दिदीले पुरै फोटो खिच्ने पोजमा हुन्छ। हस् हस् हस्। एउटा सङ्गीता नानालाई तिर्खा लाग्यो जस्तो छ कि भोक लाग्यो कि होइन। हस् दिजु बहिनी, ल बस ल ल पोज दिनुहोस् एउटा राम्रो। हाम्रो चाहिँ टिकटक कार्यक्रम सकिएको चाहिँ छैन अझै नि होइन। यहाँनिर दिदी सङ्गीता बसिरहेका छन्। टिकटक कार्यक्रम सकिएको छैन। मया 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 चल्दै रहेछ। मया मया मया। We are here। अब चाहिँ हाम्रो यहाँ खाने बेला भइरहेको छ। यहाँ केटीहरूले प्रिपेयर गर्दैछ होइन। यहाँ बसेर ओछ्याउने मिलाउँदैछ। केटीहरूले पुरै प्रिपेयर गर्दैछ। यहाँ डाँडा 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 काँडा यो विदेश भन्नुभएको थियो। वाउ, यहाँ त मनाङ पुगे जस्तो आइरहेको छ भ्यू त पछाडिको त। देख्नु सक्नुहुन्छ यो मनाङ हो। यो चाहिँ मनाङ हो। आऊ ओछ्याउँदै गर्नु। पछाडि 11 बजीदेखि अनि त्यो थियो नि अर्को लामो, त्यो पनि लायो। मिठो 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 मिठो। मैले आज सिसन बानियाको भ्लग हेरेको थिएँ। जे माने राम्रो ठाउँ देख्दा नि कस्तो मिठो ठाउँ हो कि, कस्तो मिठो गफ हो कि। चिन्छ पनि सिसन बानिया हाम्रो नेपाली टप भ्लगर राइडर को सिसन भनेको? मिठो मिठो मिठो। हेलो गाइस, अब चाहिँ हामी खाएर होइन, खाएर पनि मेरो यति मजा आयो है।
म त झन् फर्स्ट टाइम हो होइन अनि गएर आयौँ हामी 3 जना 11 वर्षमा दिदीको चाहिँ फर्स्ट टाइम 12 वर्ष 12 लाग्यो म चाहिँ 5 वर्षमा फर्स्ट टाइम निकोसिया तिम्रो 3 वर्षमा मेरो 3 वर्ष हुन लाग्यो फर्स्ट टाइम हो निकोसिया we are happy सोचेको भए त राम्रो थियो तपाईँहरू पनि जानुहुन्छ भने जानु होला पर लानु क्यामेरा घुमाइदिएर त होइन मजा आयो ओभर मजा आयो पानी परो पानी पनि पर्दैछ हेर्नुहोस् गाइस हेर्नुहोस् अब मोलसमा भेटौँ है त गाइस हामी चाहिँ we are back in हाम्रो मोलस हैन संगीता यो मोलस चाहिँ हाम्रो यस्तो फेभरेट प्लेस हो कि जता गयो जहाँ गयो जहिले निस्क्यो मोलस 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 भन न संगीता मोलस 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 सो दिदी चाहिँ उपर टिकटक सक्छ दिदीको होइन अनि अब चाहिँ हाम्रो दिन पनि सकिन आँट्यो सो गाइस बाई बाई सी यु नेक्स्ट ब्लग